म चाहिँ यहीँबाट छिरेर जाने हो। माथिसम्म कताबाट जाने? ठ्याक्कै बाटो गोर्खु चोकमा त्यो गाविस चोकमा पुग्नुपर्ने होइन तपाईँ? त्यताबाट ठ्याक्कै त्यहीँ पुग्छ कि यताबाट नि म देखाइदिन्छु बाटो यताबाट। हेलो साथीहरू, गुड मर्निङ। होइन, आज चाहिँ अलि ढिलै 11 बजीतिर हिँडेको छु। अब यहाँबाट निक्ल्यौँ अनि कारखाना पुग्नु पऱ्यो। एकचोटि पसलमा गएर हेर्नु पऱ्यो के छ त्यताको हालखबर। अनि त्यहाँ पुगेर फर्केपछि पेट्रोल नै हाल्नु पर्ने थियो। पेट्रोल त पुग्नु रहेछ। आजलाई चाहिँ पुग्छ, भोलिलाई चाहिँ पुग्दैन होला, तर ठिकै छ। भोलि नै हाल्नुला, नभए पुग्यो भने, पुगेन भने फर्किँदा हाल्नु पर्ला। मेरो चाहिँ अलिकति कारखाना चाहिँ टाढा भयो क्या। अब बस्ने यता लगन हिलतिर, सुन्नारातिर, काम गर्ने उता इमाडोलतिर, इमाडोल ओचुहाइटतिर, अनि टाढा त टाढा भयो, तर ठिकै छ। अब जाममा गोर्खुबाट जाँदाखेरि बिहान 6 बजी गयो भने त जाम पर्दैन, 10 मिनटमा पुग्छु। यति बेलातिर निक्लेर हिँड्यो भने चाहिँ जामले गर्दा पनि ढिला हुन्छ क्या। जामले गर्दा आधी घन्टा जस्तै जाममा राखिदिन्छ। खै त यो गोर्खुको जाम चाहिँ लास्टै हुने। अब यो तलबाट घुम्न चाहँदा नि कुनै बेला त भन्न सकिँदैन भने आधी घन्टा जस्तै जाममा राखिदिरहेको हुन्छ। त्यता नि गाडीहरू छिरेको छ भने म अस्ति 2-3 दिन त त्यस्तैमा पऱ्यो, बेकार त्यो बाटो गएको, बरु यतैबाट गएको छिटो हुँदैछ भन्ने जस्तो लागेको थियो। तर अब गाडी ओभरटेक गर्नुपर्ने, अब गाडी आइरहेछ। आज अलिकति ब्रेक चाहिँ कम लाग्ने भइरहेको रहेछ। आज स्कुटरको ब्रेक चाहिँ कम छ यार, ब्रेक हल्का टाइट बनाउनु पर्ने रहेछ। इमर्जेन्सी ब्रेक हाल्नु पऱ्यो भने चाहिँ लाग्दैन, पछाडिको ब्रेक लास्टै उ भएको रहेछ। त्यहाँ खाल्टो छ, अनि स्पिड नबढाए गाडी पनि फेरि स्लो गरिदिँदैन। खाल्टोमा त कहिले हानिदिन्छ, 2-3 चोटि परिसक्यो। यहाँ पनि त्यत्रो हिँडेर पनि बेला बेला त यादै हुँदैन भने खाल्टो कहाँनिर छ भनेर त थाहा नै हुँदैन। आज काम थिएन, यसो घुम्न निक्लिनु पऱ्यो भनेको, घुम्न नि जानु मनै लागेन भने घुम्न नि कहाँ जानु छ, के गर्नु छ र। घुम्न जाने साथीहरू नि नभएपछि त हिँड्न नि मन नलाग्ने। साथीहरू हुँदाखेरि चाहिँ साथीहरूसँग जाँदा ठिक हुन्छ, नत्र त कामै छैन।
लुगुतिर घुम्न जानुपर्छ कि लाकुरी भन्ज्याङतिर चाहिँ तर फ्युल पुग्दैन होला त्यहाँ गएर पेट्रोल हालौँ नि त लाकुरी भन्ज्याङ गयो भने अब नत्र भने गएन भने अब त्यहाँ हेरौँ केटाहरूको फुर्सद छैन नत्र एउटा फुच्चला बोकेर हिँड्नु पऱ्यो एक्लै त जानै मन लाग्दैन के फ्ल्याट पड्किरहेछ टायरै हिँड्नु लाग्यो के हो स्कुटरको त सेजन त चाहिँ यहीँबाट छिर जाने हो भन्नै ठोकेको दाइले उतै जानुपर्ने रहेछ क्यारे साइड लाइट पनि बालेको छैन त्यो माथि क्लोज टर्निङ भनिदिइरहेछ भने अलिकति उसबाट हान्नुपर्ने के दिदीले लडाउँछ कि के हो ल दिदी म त 11 बजे निक्लिँदा नि खानै नखाइ निक्लिदिन्छु अनि त्यस्तो मान्छे म कोठाबाट ठ्याक्कै 11 बजे निक्लेर हिँडेको तर खाना चाहिँ खाएकै छैन खाना खाएर निक्लिनु पर्ने थियो अब फेरि टाइम नभइकन त भोक पनि नलाग्दो रहेछ क्या जहिले 12, 1, 2 त्यस्तोमा खानेमा नि बिहान 11 बजे त आज भोकै लागेको छैन उठ्न त 10:30 तिर उठेको थिएँ म आज काम नभएर काम भएको दिनमा त छिटो उठ्ने हो त काम नभएको दिनमा त किन छिटो उठ्नु भनेर ढिला उठेको अब काम त छैन यसो कारखाना जाने फर्केर आउने अनि खाना खाने मस्त सुतेर बस्दिने आज अब साउहरूले फोन गर्यो भने चाहिँ साउहरूकोमा जानुपर्छ कामहरू लिनुलाई नत्र भने खाना खाने सुत्ने बस्दैन एकचोटि मम्मी खानी गएर भेटेर जानु पर्ला जस्तो छ नगएको धेरै भयो यसो गएर भेट्छौँ होइन पसल छोड्नु भयो पसल छोडेदेखि त भेट्न गएको नि छैन होइन पसल भन्दा त गइन्थ्यो बिहान बिहान यसो चिया खानलाई पसल छोडेपछि त अनि छोराहरूले पनि माया मार्यो भन्नु होला फेरि मायादेखि माया मार्नु मेरो नि अलिकति फुर्सद नभएर हेर्न गएको अब आज चाहिँ फुर्सदै हो आज फेरि मम्मीलाई भेट्न छ कि हुँदैन थाहा छैन अब त्यही पनि जान चाहिँ गइदिउँ न त पहिला मम्मीकोमै जाउँ अनि त्यसपछि मेरो पसलतिर जाउँ ल होइन तर आज स्कुटरमा हावा कम छ कि के छ कस्तो भइरहेछ
त स्कुटरको पिकअप पनि छैन त यार अत्र कस्तो कुद्थ्यो हात त कुदायो नि नकुदा जस्तो हेर साइड लाइट बलिरहेछ त्यति छ नि यार केटाहरू कमसेकम साइड गरिसकेपछि बन्द त गर्नु नि यार त्यस्तो भयो भने एक्सिडेन्ट हुन्छ नि धेरै हुन्छ क्या थाहा नै हुँदैन नउता जानला अनि पछि एकतिर काटिदिन्छ मजा अनि त्यति बेला ठोकिन्छ अनि एक्सिडेन्ट हुने कारण नै त्यही भएर टाइममा साइड लाइट बाल्ने टाइममा अफ गर्ने भयो भने त केही हुँदैन अब दिउँसो फेरि खासै साइड लाइटतिर नि ध्यान हुँदैन क्या अब दिउँसो घामले गर्दा पनि देखिँदैन त्यही हुनाले नि अब राति हो भने चाहिँ बाल्नै पर्ने हुन्छ दिउँसो चाहिँ खासै बाल्दा नबाल्दा केही फरकै पर्दैन पछाडि हिँड्ने मान्छेले पनि देखेको हुँदैन पेट्रोल चाहिँ यही माथि गएर हालौँ न पहिला मम्मीकोतिरै गइदिउँ है त मम्मीले के भन्नुहुन्छ हेर्नु अनि म त फेरि टाइम टर्निङै काटि नसक्दै साइड लाइट अफ गरिदिन्छु अनि त्यही भएर नै डर लाग्छ मलाई चाहिँ यो अगाडिको बाइकको साइड लाइट बल्ल छ लुगाकै होइन पेट्रोल सकिन आएर कि के हो पिकअप नआएको अहिले पेट्रोल हालेपछि एकचोटि चेक गर्नुपर्छ साथीहरू तपाईँहरूलाई न्युजमा त हेर्नुभयो होला होइन अस्ति मान्छे काटेको त्यो चाहिँ यही मन्दिरमा हो होइन यही मन्दिरमा अहिले त म नि एकचोटि हेर्न आएको थिएँ मलाई त लास्टै रिङ्गट लाग्यो भने त्यो रगत देखेर त्यही हुनाले नि म त 2-3 मिनट नि फर्किहालेँ त्यहाँ हेर्नै मन लागेन मान्छेहरू टन्नै थियो त्यही हुनाले नि आजकल त केटी जिस्काउनु पनि हुँदैन है केटा विचार गरेर केटी जिस्काउनुलाई चाहिँ केटी जिस्काएकै घरमा जाम राम्रो रहेछ यार त्यही हुनाले त्यस्तो चाहिँ नजिस्काउँ होइन मेरो मम्मी बस्ने घर चाहिँ यो तर मम्मी हुनुहुन्छ कि हुनुहुँदैन चाहिँ थाहा छैन होइन यत्रो छिर्दै हुनुहुन्छ भने हुनुहुन्छ हुनुहुन्न भने तर यहाँ फेरि एउटा डेन्जर सेक्युरिटी बसिया छ नि त सेक्युरिटीले त फेरि भित्र छिर्न नदेखिने गर्ला उहाँबाट हेरिरहेछ भाइको चाहिँ भाइ मात्र रहेछ मम्मी रहन्छन् मम्मी नभएपछि अनि भाइको रेकर्ड चाहिँ नहाल्नु है यतै भनेर भनिरहेको थियो ठिकै छ भाइको रेकर्ड चाहिँ अब काटेर हाल्नु नपाउने भइयो अब फेरि त्यस्तो भन्दा हालिदिनु पनि भएन नि त फेरि भाइ एग्री भएर रिसाइदिन्छ नि त अब मनलाई भेट्न पाइएन कहाँ जानु भएको छ अब नभेटे नि भोलि पर्सितिर भेट्न आउनु पर्ला अब मेरो फुर्सद भयो भने नत्र भने त मेरो फुर्सद पनि हुँदैन के हेरेको सरले त तर हेर्नु भयो नि त यार अब म चाहिँ आफ्नो कारखानामा लागिदिन्छु पहिला अब कारखाना लाग्नु मलाई यहाँबाट राइट लिनुपर्छ यो गाडी पिकअप दराउलेर आउने होला ठिक छ 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 ड्राइभर भने यतिको बोल्नु चाहिँ पर्ने हुन्छ कि किनभने मेरो नि अब ओह्रालोमा ब्रेक राम्रोसँग लाग्दैन उसको नि उकालमा पिकअप पुग्दैन अनि मैले रोक्नु न उसले बाटो छोड्नु हुन्छ क्या त्यही भएर नि उसले स्लोमा आयो होइन म टक्क कट्नु पाएँ सबै मान्छेहरू यस्तै सोच गरेर हिँड्ने हो भने त कस्तो आनन्द हुन्थ्यो होला र म चाहिँ मेरो काम गर्ने ठाउँमा चाहिँ आइपुगेँ
यहाँ को छन् के छन् होइन यसो हेर्नु केटाहरूको स्थिति के रहेछ कहाँ माथिसम्म कताबाट जाने ठ्याक्कै बाटो गोर्खु चोकमा त्यो गाविस चोकमा पुग्नुपर्ने होइन तपाईँ त्यताबाट ठ्याक्कै त्यहीँ पुग्छ कि यताबाट नि म देखाइदिन्छु बाटो यताबाट हिँड्न अल्छिले है आज भ्लग बनाउँदै हिँड्ने काम छैन आज